हेलो गाइज गुड मर्निङ। आज हामी सबैजना सुब्बा देउराली जान लागो अनि बिहानै उठेर नुहाएर हामी मन्दिर हिँडेको अब चाहिँ अनि नानी आउँदैछ। अब सबैजना भएर हाम्रो घरको फ्यामिली भएर मन्दिर जान आँटेको। हामी बसन्तपुर पुग्यौँ। अब हामी पत्थरकोट पुग्छौँ केही बेरमा। त्यो डाँडा देखिरहेछ नि, हो त्यो क्रस गर्नुपर्छ। हामीले आधी घन्टा लाग्दो 1 घन्टा लाग्दो रहेछ सुब्बा देउराली पुग्नलाई। यो पत्थरकोटको बजार अब हामी चाहिँ कुन ठाउँ आएर नि अमराई भन्ने ठाउँमा आइपुगेको छ। अब चाहिँ चिया खान झरेको खाजा खानलाई यहाँ होटलमा अन्त कस्तो मजाले काम लागिरहेको छ। अब हामी चाहिँ नजिक आउन आँटिसक्यो अनि पुग्नलाई चाहिँ धेरै टाइम चाहिँ हामी 5 जना बस्नुपर्ने 3 जना बस्नुपर्ने 5 जना नयाँ नयाँ सपना यसले मलाई कस्तो भने यस्तो कोचेर आएको छ। हामी अच्छा लेकिन लंदन को जैसे ले सब अंडी माया थी अंडी में जैसे अच्छा लेकिन ये मां अपनी अच्छा लेकिन एक मां अपनी मैं क्या कहते हैं अंडी माया थी को गजर आगे तो थोड़ा हाथ दिखाई फिर किसी हामी चाहिँ अब सुब्बाको लागिसक्यो। हामी चाहिँ यहाँ मन्दिर आइसक्यो। भर्खर यहाँ मन्दिर आइसक्यो। कस्तो राम्रो हामी चाहिँ सुब्बा देउरालीको मन्दिरमा आइसक्यो अनि यो चाहिँ सुब्बा देउराली मन्दिर। अब सबैजना मन्दिर जान लाग्यो। सबैजना यहाँ यस्तो यहाँ मन्दिरमा जान लाग्यो तर लाइन चाहिँ हामी चाहिँ लाइनमा बस्न जान हामी चाहिँ यहाँ लाइनमा बस्दाखेरि लाइन लामो छ लाइन लामो छ यति धेरै लाइन छ। मन्दिर अब हामी चाहिँ यहाँ सुब्बा देउरालीको मन्दिरको भित्र छिर्न लाइन त अब सकिन हामी चाहिँ अब भित्र छिर्न चाहिँ आँटेको। अब हामी यहाँ मन्दिरभित्र छिर्न आँटेको तर गाइस कति धेरै लाइन छ। लाइन त टन्ने चाहिँ छिर्न लाग्यो हामी धेरै त छैन छिर्नलाई। यहाँबाट लाइन यत्रो लाइन धेरै लागिसक्यो। हामी धेरै बाहिर भर्खर लाइन बसेको अनि मन्दिरभित्र चाहिँ छिरिसक्यो तर चाहिँ हामी लाइनमा यति धेरै लाइन छ नि लाग्छ 1 घन्टा त। लाइन आमामा यहाँ लाइन कति धेरै हो होइन। हामी लाइन बसेको 2 घन्टा बसेको चाहिँ भित्र जानु सक्छ। 1 घन्टा। वाह क्या लड़का है, वेरी हैंडसम बॉय। अब हामी चाहिँ मन्दिरभित्र छिरिसक्यो अनि सबैजना पूजा गर्दै बजार गर्दै लाइन कति धेरै लाइन जाम बिहान 6 बजे लाइन बसेर हामी चाहिँ भित्र पूजा गरेर ठ्याक्कै बाहिर निस्केको चाहिँ अब चाहिँ यहाँ बाहिर पूजा गर्दैछौँ। मिरा झटक माथि आउँछ नि भयो यहाँ पूजा गर्दै
हामी मन्दिरबाट पूजा गरेर बाहिर निस्किन आँटेको यहाँ चाहिँ खसीहरू काट्नुहुँदैछ परेवा उडाउनु सुरु गरेको थियो परेवा उडाउनु आँटेको अब हामी चाहिँ घर जानको यहाँ यति धेरै लाइन छ नि आमा अब हामी घर फर्किँदै हो त नेक्स्ट भिडियो अब हामी खाना चाउमिन कालुले भिनाजुहरूले खाना खानुभएको हामी चाहिँ यहाँ चाउमिन खानेछौँ अब चाउमिन खाएर हामी चाहिँ घरतिर लाग्नुपर्छ नेक्स्ट भिडियो फाइनली घर आइपुग्यो Thanks for watching. Please subscribe.